र यहाँ हाम्रो घरमा आलु खन्दैछ र त्यही भएर म चाहिँ आलु भ्लग बनाउन जाँदैछु र यहाँ आलु खन्न सुरु भइसकेको छ र somebody saying hello guys खै हाई के गरेको आलु टिपिरा आलु खन्ने यति धेरै सुरु भइसकेको रहेछ म पनि जान्छु र आज हामी आलु खन्दैछौँ यो सेतो आलु फलाछ कि छैन छ र आलु त माथि रहेछ आलु टिप्दैछौँ आन्टी र मम्मी सफा गर्दैछन् र आलुको झ्याङ यति धेरै भइसकेको छ र आलु यहाँ हालिँदैछ आलु खनेको टिपेको गुड आलु भ्लग हो यो आजको हाम्रो आलु भ्लग नानी यति यस्तो कामदारी छ कि कोटाइ आलु निकाल्दैछ पर्दैन त्यसरी कोटाइ खल्नु पर्छ कि नानी है हाम्रो आलु त्यस्तो राम्रो फलेको छैन इत्रु छ किन राम्रो फल्यो हो यो ओ रोपेर एकताल नगरेको आलु भनेपछि नगरेको हो र गाइस हेर यत्रो आलु फलेको राम्रो फल्या हो त इत्रु छ तर एकताल पनि नगरेको आलु भनेको छ त्यही भएर यतिको ठिकै हो रे अब यो उखालौँ कस्तो छ औ यस्तो छ हुसेस आलु फलेको यो यस्तो छ त ओ छैन फला यहाँ टाइम ल्याप्स बनाएको तर साह्रै गाह्रो छ टाइम ल्याप्स हाल्न चाहिँ हाम्रो यति भयो बाल्टी आधी बोरा त भयो है हुन्छ यार एक बोरा दुई बोरै फल्छ जस्तो यसले ठिक गरेर बाई बाई पढ्न जान्छ अब नानी बाई अब हाम्रो यति धेरै सकिसकेको छ यति बाँकी छ यति धेरै आलु भयो हाम्रो आलु त्यति बाँकी यति माथि खन्न बाँकी छ अब टु फिनिस्ड यहाँ हाम्रो पिपी आउनुभएछ पिपी बाख्रा भयो भर्को यहाँ आज क्यान्डी चाहिँ आज कहाँ गयो थाहा भएन क्यान्डी मात्रै आउनु बाँकी छ यहाँ नानी तिनवटा आलु भयो 1 फ्रेम नानी अब बस यहाँ वाउ ठुलो कत्रो आलु फलिसक्यो आलु ठुलो छ आलु ठुलो औ यत्रो धेरै छ आलु गाइस फटाफट हामी आलु टिप्ने अब ल आलु टिप्न नानी फास्ट कसले धेरै टिप्ने है कसले धेरै टिप्छ है आलु ल कम्पिटिसन है कसले धेरै टिप्ने ल मैले 5 वटा 10 20 3,000 10,000 20 14 गनेको मिलेन 30 32 36 38 1 2 3 6 7 8 9 10 ल भयो खन्छ नै हाम्रो पिपीले पनि यो नानी त
ले पिपी पिपी ल भयो भाइ पिपी आलु फलेको कि नफलेको हो यो यतिको भन्नु त पिपी फलेको है लोदर त नभन्नु न धेरै फलेर लोदर धेरै फलेको पर हाम्रो के थोरै फलेको राम्रो होला कसले खान्छ हामीले खाइहाल्छौँ यत्रो धेरै खाने छ मान्छे सानो चाहिँ किन नि फल्दैन पिपी त सानो पनि पर्छ नि पिपी टिप्नलाई त्यो पनि टिप्नु त्यो कत्रो फलेको है पिपी वेलकम टु आलु ब्लग यता हेरेर भन्नु न यता भन्नु ल वेलकम टु आलु ब्लग 2 3 गो वेलकम टु आलु ब्लग ल त्यही त नि वेलकम टु आलु ब्लग भन्नु न ल यता हेरेर रेडी यहाँ हेरेर भन्नुपर्छ नि फेरिको वेलकम टु आलु ब्लग दुईटा आलु देखाएर फेरि वेलकम टु यता यता मान्छेले हेरेर भन्नु न वेलकम टु आलु ब्लग वेलकम टु आलु ब्लग वेलकम टु आलु ब्लग अन्त ऊ यस्तो आइसक्यो फेरि भन्नु त पिपी वेलकम टु गुड वेलकम टु आलु ब्लग फेरि रमाउली हिरम मैसँगै रमाउली निभालेर हट भएर पट भएर तिमी क्युटी भएर हामी ब्युटी भएर दुश्मन हेरेको हेरेकै यता हिँडेको होइ आलु ब्लग सक्यो ल हाम्रो लास्ट आलु छैन सानो रहेछ आइसक्यो आलु खान मजा आयो हजुर आलु खान मजा आयो ल ओके बाई बाई हाम्रो आलु ब्लग सक्यो हाम्रो 2 बडा जस्तो आलु आएको छ राम्रै फलाएको छ हाम्रो आधीभन्दा बढी आलु चाहिँ काटेको छ हो कि नाइ हो रमाइलो हो कि भएन आलु खन्न भयो भयो तिमीले आलु कति खाने हो आलु ब्लग सक्यो आलु ब्लग सक्यो बाई आलु ब्लग बाई आलु ब्लग सक्यो बाई बाई आलु ब्लग सक्यो बाई बाई